येलो महानगरपालिका वडालिया 21 खोना ऐतिहासिक लिसे सांस्कृतिक रुद्रायणी दया चिन्नी दया जात्रा तयारी कथा रुद्रायणी देवगढे प्रवेशयापी नुपी च्यामो द्यत्यत सम्मानिया से सगपेको दु ज्याजो वडालिया 21 गोसाले खोडाया चेलाछि आइतबाजुको खा सम्मान ज्याजोले उपप्रधान लिसे गृहमन्त्री नारायण काजी श्रेष्ठ सुङ्गुली तहया सरकार स्थानीय व गुठी जाना संस्कृति रक्षा व जगेर्ना या माता से वेगन खुना चोपी निवास समुदाय न जातीय पहिचान व संस्कृति ल्याङ्का तगुली चोछाया दिल हाम्रो अनुपम सद्भाव सहिष्णुता र एकता हाम्रो बहुजातीय बहुभाषिक बहुसांस्कृतिक समाज भित्र छ। त्यो नेपालको एउटा सुन्दरता पनि हो, विशेषता पनि हो। यो सुन्दरता र विशेषताले युक्त नेपालमा खोकनाको मौलिक पहिचान र संस्कृति प्रसिद्ध छ। खोकनाको यो पहिचान र संस्कृतिलाई रक्षा गर्न तपाईहरु आफै मिलेर तपाईहरुको जनप्रतिनिधि तपाईहरुको देवगण सबैले जुन भूमिका निर्वाह गर्नु भएको छ त्यसप्रति म प्रसन्नता व्यक्त गर्न चाहन्छु। ज्याजोले पूर्वपत्री पप्पा भुषाल येलो महानगरपालिका प्रमुख चिरीबाबु महर्जन वडालिया 21 वडा अध्यक्ष रविन्द्र महर्जन लगायत संस्कृतिया महत्त्वकया नवादा दिएको खा नेपालको व्यवस्थित पहिलो बस्ती संस्कृतिले सुसज्जित भूकम्पले छेदविच्छेद पराएको पनि फेरि पुनर्निर्माण गरेर आफ्नो पहिचान कायम गर्न सकेको सिङ्गो नेपालमा पनि आफ्नो एउटा पहिचान र योगदान दिएर अन्तर्राष्ट्रिय पहिचान नेपाललाई दिलाउनमा भूमिका खेल्ने युनेस्कोमा यसलाई समावेश गर्ने प्रक्रिया अघि बढिरहेको यो बस्तीलाई अहिलेको आधुनिक र शहरीकरणको प्रक्रियामा पनि आफ्नै मौलिकतामा अगाडि बढाउने जो प्रयास यहाँले गर्नुभएको छ म हार्दिक नमन र बधाई भन्न चाहन्छु। ताथे डारियो खसला छिकबिस याना जितोस्के खुसीका जब प्यासी जुल बाला त एकदमै माठाउ वंग सुठा लागेन या जुल ए जो कार्नैना वस्पोन पिन्त लस्कुस्दु नापा छिकबि सक्केस्ट न बधाई दोगानी ज्याजोले देवेन नकुकु खा रुद्रायणी देवगने पी खुमद्य दैगु खसा चिन्छगु था खाली जुया चोंगुली च्यामो नुपी द्यत देवगडे प्रवेश यागु खा वेकअप पिन्त हे आइतबा सगम या सम्मान यागु खसा अजट देवगने सोमद्य मगानी सना ताली थाना दिदा अनुरोध नाचना वेकअप नु सम्मान यु लागि पत्र ललना दिएर अनुरोध नाचना सापारु याक्कने खुनोल्चे रुद्रायणी दया चिन्नी दया जात्रा सुरु छ।